साथीहरू सम्पूर्णमा नमस्कार। प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखराले स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरूको आप्रक खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। यसमा चाहिँ हजुरको चाहिँ सहायक चौथो तह प्राविधिकमा चाहिँ एसिस्टेन्ट सब इन्जिनियर सिभिल भनेर चाहिँ स्थानीय खुला 18 जना, त्यसै गरी महिलामा 4 जना, अनि आदिवासी जनजातिमा 4 जना, दलितमा 3 जना, विपन्न खसारेमा 1 जना, अपाङ्गमा 1 जना, मुस्लिममा 1 जना, मधेसीमा 1 जना, खुला 1 जना, महिला 1 जना, त्यसै गरी नायब प्राविधिक सहायक कृषि खुला 2 जना, त्यसै गरी नायब पशु स्वास्थ्य प्राविधिक कृषि भेटनरी 4 जना, नायब पशु सेवा प्राविधिक कृषि ला पो डेडे 4 जना, त्यसै गरी अनमी स्वास्थ्य पहेन समूहमा 35 जना, अनमी स्वास्थ्य पहेन स्थानीय महिलामा 9 जना, त्यसै गरी आदिवासी जनजातिमा 8 जना, दलितमा 4 जना, विपन्न खसारेमा 3 जना, अपाङ्गमा 2 जना, थारूमा 1 जना, मुस्लिममा 1 जना, मधेसीमा 1 जना, त्यसै गरी अहेब स्वास्थ्य हेल्थ इन्सपेक्सनमा खुलामा 36 जना, त्यसै गरी स्वास्थ्य हेल्थ इन्फेक्सन महिलामा 10 जना, आदिवासी जनजातिमा 8 जना, दलितमा 5 जना, विपन्न खसारेमा 3 जना, अपाङ्गमा 1 जना, थारूमा 1 जना, मुस्लिममा 1 जना, मधेसीमा 1 जना खुलाएको रहेछ। यसको चाहिँ लिखित परीक्षा कार्यक्रम मिति र समय पछि प्रकाशन गरिनेछ भनेको छ। यसको पछि चाहिँ तपाईँहरूलाई चाहिँ लिखित परीक्षाको मिति र समय चाहिँ छुट्टै गण्डकी प्रदेश लोक सेवा आयोगले हजुरलाई प्रकाशन गर्नेछ। त्यसै गरी सहायक चौथो तह अप्राविधिकतर्फ सहायक प्रशासन भनेर चाहिँ तपाईँको स्थानीय आप्र आन्तरिक प्रतियोगिताको लागि 7 जना, त्यसै गरी प्रशासन सहायक प्रशासन स्थानीय खुला 38 जना, लेखा 2 जना, त्यसै गरी महिलामा 11, लेखा 1 जना, त्यसै गरी आदिवासी जनजातिमा प्रशासनको 8 जना, लेखाको 1 जना, त्यसै गरी दलित 5 जना, विपन्न खसारीय 3 जना, अपाङ्ग 2 जना, थारू 1 जना, मुस्लिम 1 जना, मधेसी 1 जना, त्यसै गरी समविनी प्रशासन विविध भनेको सहायक महिला विकास निरीक्षक खुलामा 2 जना, त्यसै गरी विविध अन्तर्गत 1 जना, अनि विपन्न खसारेमा 1 जना, मुस्लिममा 1 जना खुलाएको रहेछ। यसको पनि लिखित परीक्षा कार्यक्रम चाहिँ यसले चाहिँ यसको कार्यक्रम मिति र समय चाहिँ यसले पछि प्रकाशन गर्ने रहेछ। यसमा अरू कुराहरू चाहिँ परीक्षाको किसिम लिखित परीक्षा, सिप परीक्षा र अन्तर्वार्ता पाठ्यक्रममा तोकी बमोजिम हुन्छ भनेको छ। परीक्षा केन्द्र यसको परीक्षा चाहिँ हामीले पोखरामा गरेर दिनुपर्ने हुन्छ। दरखास्तको माध्यम विज्ञापित सबै पदहरूमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त बुझाउनु पर्नेछ। आयोगको अनलाइन दरखास्त प्रणाली तपाईँको यो आयोगको अनलाइन दरखास्त प्रणाली अनलाइन ppc.gandaki.gov.np मा तपाईँ लगइन गरेर यसबाट चाहिँ तपाईँले फर्म भर्नुपर्नेछ। यसको दरखास्त दिने अन्तिम मिति चाहिँ यसको 2082 साल 9 महिना 29 गतेसम्म रहेछ र त्यसै गरी दोब्बर दस्तुर तिरी चाहिँ 2082 साल 10 महिना 6 गते अर्थात् माघ 6 गतेसम्म डबल दस्तुर तिरेर हजुरले चाहिँ यो फर्म भर्न सक्नुहुनेछ। त्यसै गरी चाहिँ यो 18 वर्ष पुरा भई 35 वर्ष ननागेको र महिलाको हकमा चाहिँ 40 वर्ष ननागेको हुनुपर्ने रहेछ। त्यसै गरी दरखास्त दस्तुर चाहिँ रु 500 र समावेशी समूहतर्फका थप विज्ञापन आवेदन दिने उम्मेदवारले थप समूहको 150 बुझाउनु पर्नेछ। समावेशी समूह महिला, आदिवासी जनजाति, विभिन्न खसारीहरूले चाहिँ त्यो भरे बाबत चाहिँ 150 रुपियाँ चाहिँ यसको एक्स्ट्रा बुझाउनु पर्ने रहेछ। यो तपाईँले अनलाइन मार्फत यसको भुक्तानी चाहिँ अनलाइन यो फर्म भरेको भुक्तानी चाहिँ अनलाइन मार्फत चाहिँ हजुरले गर्न सक्नुहुन्छ। त्यसै गरी अपलोड गर्नुपर्ने कागजातहरू त हजुरहरूलाई अवगतै होला। लब्धाङ्ग पत्र, चारित्री प्रमाणपत्र होइन, समावेशी समूह खोल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएकै स्थानमा PDF फर्मेटमा अपलोड गर्नुपर्नेछ भनेको छ। त्यसै गरी अब आवश्यक न्यूनतम योग्यता भनेको छ एसिस्टेन्ट सब इन्जिनियर सिभिलको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC वा सोसारा उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिम प्राप्त वा प्राविधिक शिक्षालयबाट सम्बन्धित विषयमा TSLC उत्तीर्ण गरेको हुनु भनेको छ। त्यसै गरी खापा सटेको पनि हेर्नु होला। नयाँ प्राविधिक सहायक कृषिको चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट JTA कृषि विज्ञान तालिम प्राप्त वा सम्बन्धित विषय लिई SLC वा SE वा TSLC उत्तीर्ण भनेको छ। त्यसै गरी नयाँ पशु स्वास्थ्य प्राविधिक कृषि भेटनरीको पनि यो हेर्नु होला। त्यसै गरी प्रशासन
सहायक सहायक प्रशासन मान्यता प्राप्त शिक्षा संस्थाबाट प्रवेशिका परीक्षा एसएलसी अथवा एसई वा सो सर उत्तीर्ण अनि यसमा चौथो तहको लागि चाहिँ एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने रहेछ। त्यसै गरी लेखा सहायक प्रशासन लेखामा चाहिँ मान्यता प्राप्त शिक्षा संस्थाबाट गणित वा श्रेष्ठ वा इच्छिक लेखा विषयले प्रवेशिका परीक्षा एसएलसी वा एसई वा सो सर उत्तीर्ण गरेको चाहिँ हुनुपर्ने रहेछ। त्यसै गरी सहायक महिला विकास निरीक्षक प्रशासन विविधमा चाहिँ मान्यता प्राप्त शिक्षा संस्थाबाट एसएलसी वा सो सर चाहिँ उत्तीर्ण हुनुपर्ने रहेछ। त्यसै यहाँ नोटमा चाहिँ के कुरा खुलाएको रहेछ भन्दाखेरि ग्रेडिङ प्रणाली लागू भए पश्चात प्रवेशिका परीक्षा एसएलसी वा एसई वा सो सर परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरूको हकमा जिबिए 2 वा सोभन्दा माथिको ग्रेड पोइन्ट प्राप्त गरेको न्यूनतम योग्यता पुरा गरेको मानिनेछ। भनेपछि तपाईँलाई कम्तीमा पनि यो फर्म भर्नको लागि चाहिँ जिपिए 2 वा सोभन्दा माथिको ग्रेड चाहिँ ल्याउनुपर्ने रहेछ देखिन्छ। यो चाहिँ आन्तरिक प्रतियोगिता खुला तथा समावेशी परीक्षाको लागि सूचना भनेको छ होइन, यो पनि एकपल्ट हेर्नु होला। र चौथो तहको प्रशासनको हजुरलाई चाहिँ मैले पाठ्यक्रम चाहिँ देखाउन गइरहेको छु। प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश स्थानीय प्रशासन सेवा प्रशासन लेखा समूह चौथो तहका प्रशासन लेखा सहायक पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम एवं परीक्षा प्रणाली भनेको रहेछ। यसमा चाहिँ तपाईँको प्रथम चरण र द्वितीय चरण गरी दुईवटा चरणहरू हुनेछन्, जसमा प्रथम चरणमा चाहिँ 100 पूर्णाङ्क, त्यसै गरी द्वितीय चरणमा चाहिँ 2टा लिखित गरेर 100 पूर्णाङ्क गरी 200, त्यसै गरी अन्तिम चरणको परीक्षा चाहिँ फाइनल स्टेजमा चाहिँ तपाईँको 40 पूर्णाङ्क हुनेछ। प्रथम चरणमा चाहिँ तपाईँको सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण तपाईँलाई जिके र आइक्यूबाट चाहिँ तपाईँलाई 50वटा प्रश्न सोध्नेछ, जसको समय चाहिँ तपाईँलाई 45 मिनट मात्रै रहनेछ। त्यसै गरी लिखित परीक्षा द्वितीय चरणमा चाहिँ तपाईँको कार्यालय व्यवस्थापन बाट 100 मार्क्स, त्यसै गरी तृतीय चाहिँ कार्य ज्ञान सम्बन्धी भन्दा चाहिँ त्यसबाट 100 मार्क्स गरी तपाईँलाई 200 मार्क्सको चाहिँ तपाईँको लिखित हुनेछ। यसमा चाहिँ उत्तराङ्क चाहिँ तपाईँलाई 40-40 चाहिँ लिएर आउनुपर्ने छ। त्यसै गरी तपाईँको चाहिँ अन्तिम चरणमा कम्प्युटर सिप परीक्षण 10 पूर्णाङ्क, त्यसै गरी व्यक्तिगत अन्तवार्तातर्फ 30 पूर्णाङ्क रहन्छ। तपाईँको प्रथम पत्रको सामान्य ज्ञान तथा कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सिप परीक्षण पनि हेर्नु होला। त्यसै गरी सामान्य ज्ञानमा चाहिँ तपाईँको सौर्यमण्डल र भूगोलबाट चाहिँ 6वटा प्रश्न सौर्यमण्डल र भूगोलबाट 6वटामा, जसमा चाहिँ तपाईँको सौर्यमण्डल र पृथ्वी सम्बन्धी सामान्य जानकारी, विश्वको भूगोल, महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, समय, दूरी, पर्वत श्रृङ्खला, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल, जलवायु, नेपालको भूगोलबाट चाहिँ तपाईँको भौगोलिक अवस्था, धरातलीय स्वरूप र प्राकृतिक सम्पदा, जलस्रोत, जीवजन्तु, वनस्पति, माटो, खनिज पदार्थ, पहाड इत्यादिबाट तपाईँलाई यो 6वटा प्रश्न आउनेछ। त्यसै गरी इतिहासबाट चाहिँ विश्वको इतिहास, नेपालको इतिहासबाट चाहिँ हजुरलाई 6वटा प्रश्न आउनेछ। त्यसै गरी नेपालको सामाजिक आर्थिक अवस्था र शासन पद्धतिबाट चाहिँ तपाईँको नेपालको सामाजिक अवस्था, परम्परा, मूल्य र मान्यता, धर्म, जाति, भाषाभाषी, संस्कृति, कला, साहित्य, त्यसै गरी आर्थिक परिसूचकमा आर्थिक वृद्धि, कुल ग्राहस्थ उत्पादन, प्रति व्यक्ति आय, विप्रेषण, वैदेशिक लगानी, वैदेशिक सहयोग, त्यसै गरी आर्थिक अवस्था, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार, विकास योजना सम्बन्धी जानकारीबाट, त्यसै गरी नेपालको शासन पद्धति र सरकार, संविधान, सङ्घीय शासन प्रणाली र राजनीतिक व्यवस्था, निर्वाचनको परिचय, मत तथा मतदान र मतदान गणना सम्बन्धी सामान्य जानकारीबाट चाहिँ हजुरलाई 6वटा प्रश्नबाट चाहिँ आउनेछ। त्यसै गरी विज्ञान प्रविधिबाट चाहिँ मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कारहरू, जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धीबाट, पर्यावरणीय जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, प्रदूषण, जनसङ्ख्या शहरीकरण, बसोबारी सम्बन्धी जानकारीबाट पनि तपाईँलाई 6वटा प्रश्न आउनेछन्। त्यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक गतिविधिहरूबाट पनि 6वटा प्रश्नहरू आउनेछन्। यस अन्तर्गत तपाईँले चाहिँ अब अन्तर्राष्ट्रिय सम्बन्ध तथा सङ्घ संस्थाहरूको बारेमा पढ्नुपर्ने हुन्छ, जस्तै संयुक्त राष्ट्रसङ्घ, क्षेत्रीय सङ्गठन होइन, सार्क, आसियान, युरोपियन युनियन, त्यसै गरी चाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक गतिविधिहरू र महत्त्वपूर्ण व्यक्ति तथा विचारक सम्बन्धी जानकारी चाहिँ पनि हजुरले पढ्नुपर्नेछ। त्यसै गरी हजुरले चाहिँ कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सिप परीक्षण भनेको छ। यसमा चाहिँ कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सिप परीक्षण BOST अन्तर्गत दिएका परीक्षणहरू रहेका छन् भनेको छ। रुजु गर्ने होइन, तपाईँको यो आइक्यू सम्बन्धी चाहिँ रुजु गर्ने, खाली स्थानमा क्रम पुरा गर्ने होइन, त्यसै तालिकीकरण र वर्गीकरण गर्ने, सम्बन्ध परीक्षण गर्ने, फाइलिङ अभिरुचि गर्ने, निर्देशन अनुसरण गर्ने, सङ्ख्यात्मक चातुर्यता परीक्षण गर्ने, कोडिङ र भिडान परीक्षण गर्ने होइन, विश्लेषणात्मक र तार्किकता र
तुलना परीक्षण गर्ने, दिशा र दूरी सम्बन्धी ज्ञान हो। यिनीहरूबाट चाहिँ तपाईँले यबाट हेर्नु होला कुन अङ्कबार होइन तपाईँको एकाइ कतिवटा एकाइबाट प्रश्न सङ्ख्या कतिवटा सोध्नेछन् भनेर चाहिँ तपाईँको आइक्यू पनि यसमा सिम्पल किसिमको सोध्नेछ। त्यसै गरी जिकेहरू पनि एकपल्ट हेर्नु होला। प्रथम पत्रको तपाईँको यसमा चाहिँ यहाँ पनि खुला होला। तपाईँको यो इङ्ग्लिसमा हेर्नुले चाहिँ इङ्ग्लिसमा हेर्नु होला। यो त्यसै गरी द्वितीय पत्र अन्तर्गत कार्यालय व्यवस्थापन भनेर चाहिँ तपाईँको चारवटा प्रश्न 5 अङ्कको गरेर 20 अङ्क, त्यसै गरी दुईवटा चाहिँ 10 अङ्कको गरेर 20 गरेर 40 अङ्कको सोध्नेछ द्वितीय पत्रमा चाहिँ। तपाईँको कार्यालय व्यवस्थापन होइन, कार्य र कर्मचारी, कार्यालय कार्यविधि अन्तर्गत पत्र व्यवहार, परिचय, उद्देश्य होइन, यसका चिठीका प्रकार, दर्ता चलानी, सूचना, टिप्पणी लेखन, प्रतिवेदन अनि अभिलेख व्यवस्थापन अन्तर्गत अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, फाइलिङ, अनुक्रमणिका, बैठक व्यवस्थापन, जनसम्पर्क र सेवा गराई, गुनासो व्यवस्थापनको तरिका र विधि भनेको छ। त्यसै गरी खण्ड बी अन्तर्गत पनि हजुरलाई 30 अङ्कको सोध्नेछ, जस अन्तर्गत संविधान र नागरिक सचेतना, नेपालको संविधान होइन, विभिन्न सङ्गठनहरू जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग होइन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय संसद सचिवालय र गण्डकी प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय। त्यसै गरी नागरिक सचेतना अन्तर्गत चाहिँ चारित्रिक विकास, त्यसपछि मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य र दायित्व तथा अनुशासन र सकारात्मक सोच। त्यसै गरी खण्ड गमा चाहिँ तपाईँहरूलाई 5वटा प्रश्न चाहिँ गणितबाट सोध्ने रहेछ। अनि तपाईँको 6वटा प्रश्न 5 अङ्कका दरले 30 अङ्कको चाहिँ तपाईँलाई गणित सोध्ने रहेछ। त्यसमा चाहिँ गणितका आधारभूत प्रक्रियाहरू तथा एकीकृत नियमहरू होइन, भिन्न दशमलव, प्रतिशत र अनुपात, नाफा नोक्सान र छुट, कर, कमिसन र हारासकट्टी, साधारण ब्याज र मिश्रित ब्याज, औसत, घरायसी अङ्कगणित, क्षेत्रमिति इत्यादिहरूबाट हजुरलाई चाहिँ 5वटा प्रश्नहरू सोध्नेछ। त्यसै गरी तृतीय पत्रमा चाहिँ हजुरलाई कार्य ज्ञान सम्बन्धी जब नलेज रिलेटेड सोध्ने रहेछ। त्यसमा पहिलो खण्डमा चाहिँ हजुरलाई सार्वजनिक सेवा, त्यसै गरी तृतीय पत्रमा कार्य ज्ञान सम्बन्धी सार्वजनिक सेवा व्यवस्थापन, गण्डकी प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा गठन तथा सञ्चालन ऐन र नियमावलीमा भएका दिएका व्यवस्थाहरू, निजामती सेवाको गठन, पद पूर्ति गर्ने तरिका र प्रक्रियाहरू, कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश, कर्मचारीलाई पालना गर्नुपर्ने आचरण र कर्तव्यहरू, त्यसै गरी सार्वजनिक सेवा प्रवाहको अर्थ र महत्त्व तथा सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू, त्यसै गरी सार्वजनिक वडापत्र, महत्त्व र आवश्यकता, त्यसै गरी सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 यसमा चाहिँ सबै पढ्न परेन। यसमा परिच्छेद 1, 2, 4 र 5 गरी र प्रदेश सुशासन ऐन 2076 गण्डकी प्रदेशको चाहिँ पढ्नु पर्यो। त्यसै गरी सूचनाको हक सम्बन्धी ऐन 2064 परिच्छेद 1, 2 र 4, त्यसै गरी भ्रष्टाचार निवारण ऐन 2059 परिच्छेद 1 र 2, त्यसै गरी सङ्घ प्रदेश स्थानीयता समन्वय तथा अन्तर्सम्बन्ध ऐन 2077 परिच्छेद 2 सङ्घ प्रदेश स्थानीय तहबिचको अन्तर्सम्बन्धका आधारहरू, त्यसै गरी स्थानीय सरकार सञ्चालन ऐन 2074, त्यसै गरी व्यक्तिगत घटना दर्ता, राष्ट्रिय परिचय पत्र, विद्युतीय शासन प्रणालीको सामान्य परिचय, सूचना तथा सञ्चार प्रविधिको महत्त्व र प्रयोगता अपनाउनु पर्ने सावधानीहरू, गण्डकी प्रदेशको आवधिक योजनाको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीति सम्बन्धी सामान्य जानकारी। त्यसै गरी खण्ड बीमा यसमा चाहिँ 35 मार्क्सको सोध्ने रहेछ। त्यसमा 3 प्रश्न 5 अङ्कको दरले 15 अङ्कको, त्यसै गरी 2 प्रश्न 10 अङ्कको दरले गर्दा 20 अङ्कको। लेखा प्रणाली र यसमा चाहिँ लेखा प्रणाली र आर्थिक प्रशासन, लेखा र लेखा प्रणाली, परिचय, उद्देश्य र विशेषताहरू, बजेट अनुमान र स्वीकृति तथा मन्त्रालयगत बजेट सूचना प्रणाली LMBIS र प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणाली PLMBIS सम्बन्धी जानकारी, त्यसै गरी खाता सूची, एकल खाता कोष, राजस्व व्यवस्थापन सूचना प्रणाली RMIS र कम्प्युटराइज सरकारी लेखा प्रणाली CGAS र धरौडी लेखा, घोषिया र भौचर, बैंक नगदी किताब, बजेट हिसाब, मास्केबारी, खर्चको फाँटबारी, बैंक हिसाब विवरण, आर्थिक विवरण सम्बन्धी जानकारी, सङ्घ प्रदेश स्थानीय तहको आर्थिक कार्यप्रणाली सम्बन्धी सामान्य जानकारी, सार्वजनिक खरिद तथा जिन्सी व्यवस्थापन अन्तर्गत सार्वजनिक खरिद व्यवस्थापन, उद्देश्य, महत्त्व, विधि र प्रक्रिया, जिन्सी व्यवस्थापन, माग फारम, खरिद आदेश, दाखिला रिपोर्ट, जिन्सी खाता, जिन्सी निरीक्षण, खरिद र निलाम, सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली PAM सम्बन्धी जानकारी, त्यसै गरी सार्वजनिक वित्त व्यवस्थापन लेखा परिचय प्रणाली अन्तर्गत लेखा परिचयको परिचय, उद्देश्य र प्रकार, बेरुजु फर्चौट, बेरुजु लागत र सम्प्रेषण, मूल्य अभिवृद्धि कर, परिचय, दर्ता र खारेजी,
प्रक्रिया, कर विवरण दाखिला, कर कटी सम्बन्धी व्यवस्था तथा कर लाग्ने र नलाग्ने वस्तु सम्बन्धी जानकारी। त्यसैगरी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 नियमावली 2079 आन्तरिक नियन्त्रण तथा लेखा परीक्षा र वित्तीय उत्तरदायित्व जिम्मेवारी एवं जवाबदेहिता सम्बन्धी व्यवस्था। त्यसैगरी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 परिच्छेद 3 र 4, आयकर ऐन 2058 को परिच्छेद 17 भुक्तानी कर कटी सम्बन्धी व्यवस्था मात्रै म पढ्नुपर्ने रहेछ। त्यसैगरी लेखा परीक्षण 2075 को दफाहरू लेखा परीक्षण गर्ने विषय। त्यसैगरी गण्डकी प्रदेशको आर्थिक ऐन र कार्यविधि सम्बन्धी जानकारी, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 गण्डकी प्रदेशको। त्यसैगरी यसमा चाहिँ तृतीय पत्रमा कानुन र न्याय सम्बन्धी करिब 30 अङ्कको सोध्ने रहेछ। त्यसमा कानुनको अर्थ, महत्त्व र कानुनका स्रोतहरू, ऐन, नियम, विनियम, गठन आदेश र राजपत्रको सामान्य परिचय, अदालतका तह, संरचना र क्षेत्राधिकार, हकदैया, हदम्याद, म्याद र तारिखको परिचय, लिखितमा पुर्याउनु पर्ने रिट, दर्ता र दरपिट, म्याद तामेली, जाहेरी दरखास्त, पक्राउ पुर्जी, बरामदी मुचुल्का, अभियोग पत्र र प्रारम्भिक सुनवाई, निशुल्क कानुनी सहायता, मुलुकी देवानी संहिता र देवानी कार्यविधि संहिताका प्रमुख विशेषताहरू। त्यसैगरी मुलुकको अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताका प्रमुख विशेषता गरी यसमा चाहिँ तृतीय पत्रमा चाहिँ समय पूर्णाङ्कको सोध्नेछ। धन्यवाद सम्पूर्ण।